लेखक आखिर को हो? सुन्दा त कस्तो सजिलो प्रश्न होइन, तर यसको जवाफ त्यति सिधा छैन। आज हामी मिशेल फुकोको एउटा निकै चर्चित निबन्धको आधारमा यही प्रश्नको गहिराईमा पुग्नेछौँ अनि हेर्नेछौँ कि यसभित्र कस्ता कस्ता अचम्मका दिशाहरू लुकेका छन्। फुकोले आफ्नो बहसको सुरुवात यही उद्धरणबाट गर्छन्। यो एउटा यस्तो प्रश्न हो जसले लेखकको पहिचानबारे हाम्रो वर्षौंदेखिको धारणामाथि नै प्रश्न उठाउँछ। के साँच्चै महत्त्वपूर्ण कुरा बोल्ने मान्छे हो कि उसले बोलेको कुरा? साधारणतया हामी के सोच्छौँ? लेखक भनेको जसले किताब लेख्यो त्यही हो, सिधा कुरा। तर फुको भन्छन्, एकछिन, वास्तविकता हामीले सोचेभन्दा धेरै नै जटिल छ। ल, अब सुरु गरौँ पहिलो खण्डबाट, लेखकको लोप। यहाँ हामी हेर्नेछौँ कि लेखकको त्यो पुरानो परम्परागत धारणा कसरी र किन भत्किन थाल्छ। यहाँनिर एउटा ठूलो समस्या आइपर्छ। कुनै लेखकको कृति भनेर त्यसको सीमा कसरी छुट्याउने? कि उसले लेखेको हरेक चिज उसको कृतिको भाग हो त? फुकोले नित्सेको उदाहरण दिन्छन्। उनका छापिका किताबहरू त कृति नै भए, तर उनले लेखेर कोरेका ड्राफ्टहरू, व्यक्तिगत नोटहरू वा उनले बनाएको लुगा धुने लिस्ट, त्यसलाई के भन्ने? कहाँनिर एउटा रेखा कोर्ने कि यो चाहिँ कृति हो र यो होइन, यो छुट्याउन लगभग असम्भव जस्तै छ। भनेपछि मुख्य कुरा के रहेछ भने लेखकलाई केवल एउटा भौतिक व्यक्तिको रूपमा हेर्ने आइडिया नै अलि कमजोर छ। यदि हामीले उसको कृति नै के हो भनेर किटान गर्न सक्दैनौँ भने लेखकलाई मात्रै कसरी परिभाषित गर्ने? हो, यही प्रश्नले हामीलाई सिधै फुकोको मुख्य विचारतर्फ डोर्याउँछ। एउटा यस्तो विचार जसले लेखकलाई हेर्ने हाम्रो पुरै दृष्टिकोण नै बदलिदिन सक्छ। फुकोको जवाफ के हो त? उनले एउटा नयाँ र निकै शक्तिशाली अवधारणा अघि सार्छन् जसलाई भनिन्छ लेखक प्रकार्य वा अथर फङ्सन। लेखक प्रकार्य भनेको कुनै व्यक्ति होइन, यो त एउटा सिस्टम हो, समाजले बनाएको एउटा भूमिका हो। यसले कुनै पनि लेखलाई कसरी बुझ्ने, त्यसलाई कुन वर्गमा राख्ने र त्यसको महत्त्व कति छ भनेर निर्धारण गर्न मद्दत गर्छ। जस्तै जब हामी शेक्सपियर भन्छौँ, हामी एउटा मान्छेको मात्र कुरा गरिरहेका हुँदैनौँ, हामी एउटा खास किसिमको लेखन शैली, गुणस्तर र साहित्यिक परम्पराको पनि कुरा गरिरहेका हुन्छौँ। त्यो नामले एउटा विशेष सांस्कृतिक काम गरिरहेको छ। ल, अब यो लेखक प्रकार्यले वास्तवमा काम चाहिँ कसरी गर्छ त? फुकोले यसका केही मुख्य विशेषताहरू औँल्याएका छन्। आउनुहोस् हेरौँ। पहिलो त यो स्वामित्वको आइडियासँग जोडिएको छ, अर्थात् यो लेखको जिम्मेवारको। दोस्रो, यो जहिले पनि सबै ठाउँमा एउटै हुँदैन, समय र समाज अनुसार बदलिन्छ। तेस्रो, यो समाजले जान जाने निर्माण गरेको एउटा धारणा हो। र चौथो, हरेक पाठले एउटा लेखकीय व्यक्तित्व बनाउँछ। यो भनेको पाठ पढ्दा हामीले महसुस गर्ने लेखकको आवाज हो, जुन लेख्ने मान्छेको वास्तविक व्यक्तित्वभन्दा बिल्कुलै फरक हुन सक्छ। यो लेखक प्रकार्य समयसँगै कसरी बदलिन्छ भन्ने कुरा यो उदाहरणले एकदमै प्रष्ट पार्छ। मध्ययुगमा विज्ञानलाई विश्वास गर्न लेखकको नाम चाहिन्थ्यो, तर कथा कविताहरू गुमनाम हुन्थे। आज अवस्था ठ्याक्कै उल्टो छ। साहित्यिक किताबलाई लेखकको नाम चाहिन्छ, तर वैज्ञानिक तथ्यहरू लेखक भन्दा पनि आफैमा प्रमाणित हुन्छन्। तर फुकोले लेखकहरूलाई अर्को एउटा विशेष श्रेणीमा पनि राख्छन्। उनी यस्ता लेखकहरूलाई भन्छन् विमर्शका संस्थापकहरू। सबै लेखकहरू एकै नासका हुँदैनन्। केहीले पहिलेदेखि चलिआएको नियमभित्र रहेर लेख्छन्, तर केहीले त सोच्ने र लेख्ने पुरै नयाँ नियम र नयाँ विचारको क्षेत्र नै खडा गरिदिन्छन्। फुकोले उपन्यासकार र विमर्शका संस्थापकहरू बीचको फरक देखाउँछन्। जस्तै एन ऱ्याडक्लिफ जस्ता उपन्यासकारले गोथिक उपन्यासको विधामा एउटा राम्रो कथा थपे, तर फ्रायड वा मार्क्स जस्ता विचारकहरूले के गरे? उनीहरूले केवल किताब लेखेनन्, उनीहरूले मनोविश्लेषण र मार्क्सवाद जस्ता पुरै नयाँ विचार प्रणालीहरू स्थापना गरे, जसभित्र अनगिन्ती नयाँ किताबहरू र विचारहरू जन्मन सक्छन्। यी सबै विश्लेषणपछि फुकोले हामीलाई एउटा निकै क्रान्तिकारी र रोचक सम्भावनाको अगाडि ल्याएर उभ्याइदिन्छन्। लेखक बिनाको संसार कस्तो होला? फुको एउटा यस्तो भविष्यको कल्पना गर्छन् जहाँ कुनै पनि विचारको केन्द्रमा लेखक हुँदैन, बरु विचारहरू र बहसहरू आफैमा महत्त्वपूर्ण हुनेछन्। कसले भन्यो भन्ने कुराले खासै अर्थ राख्ने छैन। तर यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ। फुको लेखकहरूलाई हटाउन खोजिरहेका छैनन्। उनको उद्देश्य त हाम्रो ध्यानलाई यो कसले लेख्यो भन्ने प्रश्नबाट हटाएर यो लेखले के गर्छ, यो कसरी काम गर्छ र समाजमा यसको भूमिका के हो भन्नेतिर मोड्नु हो। अन्तमा हामी फेरि त्यही सुरुको प्रश्नमा फर्कियौं। फुकोको विश्लेषणले हामीलाई एउटा शक्तिशाली विचार सोच्न बाध्य बनाउँछ। सोचौं त,
यदि हामीले लेखकको व्यक्तित्वभन्दा पर गएर विचार र त्यसको प्रवाहमा ध्यान केन्द्रित गर्यौं भने के होला? यसले ज्ञान, साहित्य र शक्तिलाई हेर्ने हाम्रो दृष्टिकोणलाई कसरी परिवर्तन गर्न सक्ला?